सबै थोक ईश्वरले बनाए, त्यो ईश्वरलाई चाहिँ कसले बनाए भनेर सोध्नु भयो अन्तिममा। अब मैले नि यो आज चर्चा गरेका विषय तपाईँका लागि चाहिँ थिएन, यो चाहिँ कमसे कम ईश्वरलाई कसले बनाए भन्ने बुझेका व्यक्तिको लागि। तै पनि प्रश्न सोधिहाल्नुभयो, उत्तर त दिनु पर्यो भने तपाईँको ईश्वरको जुन कन्सेप्ट छ त्यो नै गलत छ, अवधारणा नै। हामी ती ईश्वरको चर्चा गर्दैछौँ जो स्पेस टाइम र म्याटरका क्रिएटर हुन्, जसले स्पेसलाई निर्माण गरे, अन्तरिक्ष, जसले समयको काल निर्धारण गर्छन्, महाकाल हुन्, र जसले म्याटर पदार्थ निर्माण गरे। अब जहाँ पदार्थ नै छैन त्यहाँ केबाट निर्माण भयो भन्ने प्रश्नै चाहिँ इलोजिकल भयो नि, पदार्थै छैन। समय नै जहाँ थिएन, कि समयका क्रिएटरको कुरा गर्दैछ हामी, समय जसका अधीनमा चल्छ, जसले समयलाई चलाए, जसले समयलाई स्थापित गरे, जसले समय बनाए, इन्भेन्ट गरे, ती ईश्वरको कुरा गर्दैथ्यौँ भने कहिले ईश्वर बने भन्ने प्रश्नै आएन। समय नै थिएन ती हुँदा। समयको कालक्रम पछाडि, समय पछाडि पो अनि कुरा आउँछ त अब कहिले भन्ने कुरो। अनि कहाँ बनाए ईश्वर चाहिँ कहाँ जन्मियो भन्ने कुरै रहेन। कहाँ भन्नका लागि पहिला अन्तरिक्ष हुनु पर्यो नि। हामी चाहिँ अन्तरिक्ष जसले बनाए ती ईश्वरको कुरा गर्दैछौँ। भनेपछि अन्तरिक्ष चाहिँ के हो भने स्पेस जब बनाएपछि संसारमा जति पनि सृष्टि भयो त्यो त स्पेसमा भएको नि त। त्यो स्पेस हुनुभन्दा अगाडिको कुरो गर्दैछौँ। भनेपछि क्रिएटर अफ स्पेस टाइम एन्ड म्याटर जो छन् तिनलाई चाहिँ ईश्वर भनेको, जसमा चाहिँ कहाँ, कहिले र केबाट भन्ने प्रश्न लागु हुन्न। त्यो बुझ्नका लागि चाहिँ अलिकता साधना पनि चाहिन्छ, अलिकता अध्ययन पनि चाहिन्छ।